गरे सेम हैन सेम हो न अब यस्तो स्लोमा लाँदा पनि हल्लेको देख्छ नि जी 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 गाडी आउँछ त आज पानी रोकेल जस्तो छ सिसा होला त खै मास्तिर यातिर खासै त्यस्तो पानी अलि कागती बढ्ला नत्र चाहिँ यस्तै हो यो मैले तलै त्यो हरिले गर्दा एकदम आँखा देखाएको छ कि अब नेट चल्यो भने पठाइदिनु पर्छ ब्राउनको डिजाइन हेर्नु त्यहाँ कट्टुको डिजाइन खतरा कट्टुको काडामा घोच तर लप्सी त्यो फेरि यस्तो यहाँको अवस्था यस्तो छ यहाँ कागती त यस्तो फन घुम्दै पनि छ सब खोज्यो भने मात्र भेटिन्छ कि यो यसो हेर्दाखेरि त भित्र लुके हराइसक्यो कि तिम्रो उयो मास्लामा छ तर छैन यहाँनिर घाँस त डेन्जर रहेछ त भने ए म त भिरमा जस्तै रहेछ यहाँनिर भिरमा भन्दा बढी छ यहाँ हेर्नु यहाँ लड्केहरूलाई घाँस कम छ त यो घाँस कति गहिरो घाँस छ यहाँनिर देख्दैन के यो घाँस हेर्नु ल कति गहिरो घाँस है यहाँ तलमा तल जान्छ नि फेरि यहाँनिर एक गाडी आउँछ यहाँनिर म भोलि सभा गरिदिँदैछु भन्नु लप्सी हेर्नुहोस् म बराबरको भइसकेको छ यहाँ घाँस यहाँ यत्रो खरेर लप्सीको बोट सबभन्दा ठुलो बाचा जति म जति छ नबाचा कोही सानै छ ल भन्नु हेर्नुहोस् भन्नु लाइभ आम्बो कति गहिरो मान्छे यहाँ गइछ यी कागतीको बोट एउटा यहाँनिर यति सानो छ भित्रै हराएको छ कि यो घाँस काट्यो भने यिनीहरू त बढ्दैन नि अब घाँस काटेर लैजान्छ हेर्दै गोडामा आउँछ नि तपाईँले जस्तो रोप्यो त्यस्तै छ होइन यो भोलि सभा गरिन्छ जे हो भने हामी अन्ठाउमा चाहिँ अब त्यही हो काटेर सिद्धिँदैन अब मान्छे यहाँ रहेछ ल यो एउटा चाहिँ अलिक बढेर चाहिँ फल्न लाग्यो मोमो यार ओइ यहाँ हेर त घाँस मर्नुलाई त्यस्तो भिरमा गएर भिरमा भन्दा बढी छ भनिरहेको छु अलिअलि बाख्रा पनि चढाइरहेको छ है यो तपाईँको एरिया हो कि कसको एरिया हो यहाँ बाख्राजीहरू पनि चढ्न आएछ यहाँ चढ्दैछ जे होस् अम्बाको बोट कता छ भने हो कि जस्तो लाग्छ यी बाख्राहरू पनि छ अलिअलि चढ्या त छ होइन बाख्राहरू चढ्या छ अलि ब्लर आउँदो रहेछ है यो राति यस्तै हो ल स्टार्ट गर्नु बुवा 56 भइसक्यो होइन तपाईँ फोटो दामी दामी खिच्नु ल म भिडियो गर्छु यो बच्चाहरू यति छ फेरि आमाहरू यति छ फेरि तेरोमा खतरा आएछ त कविता फोटो तँ दामी भिडियो बनाउँछ मेरो कसले बनाइदिने हो तँ दामी भिडियो बनाउँछ मेरो कसले बनाइदिने हो
उठेर जित्नु नहीं हमारा अंकल पलाए बने माने त्यसलाई कम सक्छ पैसा कुमार छ कति चलन भएको कस्तो कता अलि नजिक बस्छ न ल अलिकति ओ मैले त्यही गरिदिनु लाग्यो तालीबाट गीत सुनेर लगाइदिनु पर्छ नि पोहोर नानीले पोहोरै लगाइदिनु पर्ने प्रमाण ल ठुलो आवाले हेर्ने एकछिन खुट्टा होइन खुट्टामा आउँछ ढोक भने डल्ले तपाईँहरूलाई लाउनु मन लाग्यो लाउनु नमन लाग्यो नलाउनु क्या जमानै मन नपर्ने भएछ कुमारले के भन्छ हेर्नु प्रणिमा यता आउनुहोस् नानी यता आउनुहोस् प्रणिमा यता आउनुहोस् बुनु यता आउनुहोस् न नमस्ते ल बाबालाई जी गर्नुहोस् आएर ल पाक भन बुनु अझै पाक होइन इम्पोर्टेन्टली बिर्सिनु मेरो हेरेर मेरो टिकी हेर त ग्रह दशाहरू भएर हटाइदिनु डाइनो गरेर राखेर खान सकोस् लाग्यो जहाँ जाँदा पनि फलिफाप गरेर खान सकोस् ढोक्दै नातिले आम्मामा मेरो छोरा गुड चमाहरूलाई भाग्यमानी सानो आशीर्वाद दिने बाबा ढोक्नुपर्छ चमालाई यता पुनम छ बाजे
बाजे नमस्ते गर्नुहोस् हो आमा चमालाई हो भाग्य ऊ त मिना चमा अर्को चमा अब अर्को चमा बाँकी माथि मिना चमालाई बाँकी छिटो आमा बाबाको खिच्नै पाएन मैले खुक्का भइहाल्यो त ल हात थाप्नुहोस् छोरो